हेलो 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 सर जी खिचसक्ने ए के छ म चाहिँ सन्तोष सुनार अफ गरिदिने के भन्छ कि यस्तै बरु मान्छे आएपछि नखिचौँ भन्छ नि उनीहरूले ओके ओके ल हाम्रो चाहिँ सरजी होटेलमा आउनु भएको छ हाम्रो फोटो सुट हुँदैछ यहाँ ल हेलो हेलो ल हेलो हेलो गाइस ल मलाई पनि है हामी चाहिँ भेट भयो जोस् खुसी लाग्यो फिस्टेलमा भेट आउँदाखेरि होइन लोकेसन चाहिँ नभन्ने मैले यार फेरि भ्याउनु चाहिँ फरक पर्छ लोकेसनले फरक पर्छ कि पर्दैन होला इन्ट्रीदेखि लिएर सबै कुरा भइसक्यो यहाँदेखि अब सर दिन्न जो मान्छेलाई यहाँ चाहिँ जो प्राइभेसी अनि केटिएम कहिले फर्किनु 5 दिन अबको टुर कता अब टुर कता शिव मन्दिर होला होइन यहाँ पोखरा आएर शिव मन्दिर नराम्रो पुरै हुन त्यहाँ चाहिँ खानु न्याङ गर्नु होला कि भेटियो होइन अब हामी ठ्याक्क जानला एउटा हाम्रो खिच्दिनु है ए तपाईँकैबाट खिचौँ नि त है सर केही भन्नु सर त्यस्तो नभन्नुहोस् न टक्क ल भेटघाट भयो होइन ल फोटो सेसन पनि सकिसक्यो साथीहरू पनि आउनु भएको छ है अलराइट गाइस फाइनली खुसी भयो त्यही हो अब चाहिँ हामी यहाँबाट निस्किनु लाग्यो अब काम एकदम धेरै छ नि त आज अनि उता माथि पनि जानु सक्यो ओके ब्रदर है ल होइन म त यहीँ छु साँझसम्म म एज अ सिभिल इन्जिनियर हो होइन यो प्रोजेक्ट जुन छ नि यो जुन अहिले हजुर बसिरहनु भएको जुन उसको टोइलेट रिनोभेसन भएको छ नि त्यो पनि सर्टेन टाइम अगाडि हामीले नै गरेको है आज मैले नै हेरेर गरेको अनि अहिले चाहिँ यो जुन कन्फरेन्स हल भइरहेछ होइन यो कन्फरेन्स हल पनि सट्ट सुरुको फेजबाटै मैले नै हेरिरहेको छु होइन सिभिल इन्जिनियर भएको हिसाबले चाहिँ सबै हेरिरहेको छु अहिले चाहिँ यस्तै यो जुन हजुरहरू बसिरहनु भएको छ नि यो त्यस्तै चाहिँ अर्को पनि नयाँ त्यतातिर भइरहेछ होइन ल टक्क भेटघाट भयो ल ल हुन्छ म्यामहरूलाई घुम्न पाइन्छ अलिकति प्राइभेसी उहाँ प्राइभेसी खोजेर चाहिँ बसेको कि उहाँ हजुर अलिकति रिसाउनु हुँदैन कि होइन अहिले जस्ट यस्तो भेटेर जस्तो गरेर भेटेको जस्तो गरेर चाहिँ थोरै यसो भइदियो थोरै क्लिक मात्र कि भनेको अरू कोही पनि होइन नेपाल टुरमा भेट्नु जानु नि त त्यसो दियोस् ल सर चाहिँ भेटघाट भयो खुसी लाग्यो है ओके ओके होइन होइन उहाँहरूसँग होइन हजुरसँग चाहिँ खेप्ने भन्नुभयो कि होइन यस्तो हो सर हामीले उहाँलाई बोलाएको भन्दा पनि उहाँ पनि यो प्रोजेक्टको हाम्रै सर हो हजुरआएको थाहा पाएर होइन उहाँहरू एकचोटि स्विमिङ पुल नै निक्लिने गरे है थोरै यता ल सोबी सर नि बस्नु ल फोटो सेसन सेल्फी बोलाएको भन्दा पनि सर सुपरभिजनमा आएको बेलामा म्याम ट्याक्क पर्नुभयो कि है माइन्ड नगर्नु होला किन सर सुपर उसमै आएको बेलामा पऱ्यो ल थ्याङ्क यू ल जाने बाबु मेरो 5 दिन प्रोग्राम छ एक अनि यहाँ चाहिँ हुन्छ बाबु ल ल ल पढ्नु पनि है बाबु पढ्नु नि पर्यो नि
यो भन्दा चाहिँ मेरै मोबाइल दिपक दाई के छ हालखबर आज आयुषको लागि चाहिँ कति स्टाफहरू पारेर यता बोक्नु हो फ्यानहरू भर्खर एक लट भयो हो पहिलो लट भयो अब रातभरि भोलि जानु छ कति लट हुन्छ नि थाहा भोलि कतिखेर जाने थाहा भोलि हो होइन के भनेको छ तपाईँ तपाईँको भनाइ के छ राख्ने कि नराख्ने मेरो भनाइ त अब मैले पाल्नु पर्दैन त्यही रुममै बसेपछि नि पैसा आउँदै थिएन त्यही त उनीहरूको त त्यहीँबाट यहाँ बस्यो भन्दा धेरै कमाइदियो नि त्यहाँ बसेर लाइभ हानेर मोहनले भनेको रुमबाटै मोहन दाई पारीबाट आउँदै हुनुहुन्छ मलाई लिनलाई होइन हो कि नै दाई प्रेम दाई नाइट भ्यू स्टिल लजको नाइट भ्यू हेरौँ न त डेक साइडबाट चाहिँ देख्नु कफी स्टेलको जस्तो भाइरल हुनु मोहन दाई हुन्छ कि नै हो भाइरल गराइदिनु पऱ्यो कि दाइलाई नि राखेर ल म चाहिँ डुङ्गा चलाउने दाइले चाहिँ भिडियो गरिदिनु तिमी जान्यो कि एकछिन बस्ने जाऊ न एकछिनको मुस्ताबा खानतिर एकछिन बस्छु बस है ल आइज मैले चाहिँ डुङ्गा चलाउने भन्ने कुरो भयो रेडी छ नि त मजाले चलिरहेको नि चलेछ ल ल अब चाहिँ जस्तो पिक्चर लजबाट आउँछ सन्तोषले होइन ढुङ्गा लिएर चाहिँ हिँड्नुहुन्छ यो चाहिँ हाम्रो छेउछाउको चाहिँ भ्यू पोइन्ट ल लेक साइड हुन्छ यसलाई होइन स्टेल लजबाट चाहिँ तपाईँले के हाम्रो सन्तोषले ढुङ्गामा चलाउँदै होइन आफूले चाहिँ ठ्याउँदै आउनुभएको छ त्यहाँबाट त्यो इन्ट्रेस्ट छ हाम्रो त्यो इन्ट्रेस्टबाट यताउति बाहिर जाँदै अनि अस्ति बाहिर चाहिँ वातावरण राम्रो भएको कारणले गर्दा किन भन्नुभयो त होइन बसेन दाइ पछाडि यस्तो टच गर्नु त त्यो ऊ भएको स्क्रिन रेकर्ड चाहिँ गरिरहेको के छ मेरो डुङ्गा चलाइ ठिक छ ठिकै छ ल यही हो नि त आनन्द ल यस्तो तल यो साइडबाट हालौँ है ल ल मोहन दाई आफ्नो निकाल्नु है होइन आइरहेको छ ल ठिक छ ल ठिक छ ल हजुर मेरो त जागिर कडा भयो नि ठिक छ ब्याक गर्नु छ म त्यहाँबाट ठिक ल अब मैले ब्याक गर्दैछु ब्याक गाइज गरिदिन्छु ल त्यही ल होइन गर्नु उतैबाट कतैबाट मेरो जागिर आजबाट इन्जिनियरिङ छोडेर अब ल खुट्टा यसो टेक्नुहोस् त के भयो उता टेकेर हुन्छ हो त्यस्तो टेक्नुहोस् ल सधैँ चाहिँ यसरी ल आउनुहोस् हजुर ल पार्किङ पनि गर्नु राम्रो छ होइन ल गुड नाइट सर भोलि नि आउँदै गर्नु ल भन्नु परोस् ल मोहन दाइले राम्रो भिडियो क्लिप बनाइदिनु हो धन्यवाद अब हाम्रो एकजना ठेकेदार आउनुभएको है उहाँ चाहिँ ठेकेदार हो है परिचय दिनु न तपाईँको नाम ठेगाना नाम मोहम्मद मुस्ताक घर कहाँ घर वीरगञ्ज अनि यहाँ के गर्नुहुन्छ यहाँ टाइल मार्बलको ठेकेदार यहाँ टाइल लाउँदै हुनुहुन्छ उहाँले मसला बनाउँदै हुनुहुन्छ टाइलको यो हाम्रो मुखको मसला हो यो टाइल लाउने चाहिँ मसला बनाउँदै हुनुहुन्छ यहाँ पोखरामा चाहिँ टाइल मार्बलहरू गर्नु पऱ्यो हाम्रो मुस्ताफालाई सम्झिन्छ होइन मार्बलको काम ढुङ्गासुङ्गा छाप्नेदेखि लिएर ल जानु पारि अरे के गर्नु किन आएको त आउँदैछ केटा मोटरसाइकलमा लिएर जानु पऱ्यो नि ए ल ल मोहन दाइ ल गुड नाइट हजुर माथि जाऊँ न आयुषलाई भेटेर चाहिँ फिस्टेलबाट निक्लिँदैछु है फिस्टेल गेटमा पुगिसकेँ अब चाहिँ यो हो
वेलकम टु फिस्टेल लज। यसको बाहिरको भ्यू चाहिँ यही नै हो। फिस्टेल लजको पार्किङ एरिया यो हो र यता चाहिँ वसुन्धरा पार्क, यता चाहिँ यो छ।